हेलो एभ्रिवान नमस्ते। आज चाहिँ तपाईँहरूलाई हाम्रो एरियामा नि यस्तो हिउँ परेछ नि यस्तो हिउँ परेछ कुरो छाडिदिनु होला। यो ट्रेन कुद्ने लिगमा नि यस्तो छ कि सो फाइनली आज चाहिँ के छ भने धेरै पछि हामी बसेको ठाउँमा पनि हिउँ परेको छ। योभन्दा अगाडि पनि परेको थियो र हिजो पनि परेको थियो, जो चाहिँ अब हामी चाहिँ अब मेरो चाहिँ मर्निङ सिफ्ट हो क्या। सो त्यही भएर बिहानै हिँड्नुपर्छ। अनि दिउँसो हिजो चाहिँ अब बनाउन पाइएन भिडियो। सो आज चाहिँ रातभरि परेको थियो र आजको बिहानको 1 बजेसम्म हिउँ पर्छ भनिरहेछ। र के छ भने यहाँको चाहिँ मौसम विभाग चाहिँ एकदम ठिक छ कि, जस्तै हाम्रो नेपालको जस्तो होइन कि। नेपालको चाहिँ के भन्छ भने आज प्रदेश नम्बरको यो जिल्लामा पानी पर्ने सम्भावना छ, चट्याङ हान्ने सम्भावना छ, सचेत रहनु होला भन्ने हुन्छ। तर त्यो दिन चाहिँ हाम्रो ठाउँमा चाहिँ पानी पर्दिँदैन कि। सो यहाँ चाहिँ जे भन्छ नि त्यो भरै हुन्छ कि। र कति टाइमदेखि कति टाइमसम्म हुन्छ भन्ने कुरो पनि एक्ज्याक्ट भनिदिन्छ कि। सो यो भन्दा मौसम विभागको जे हुन्छ त्यो सधैँ बताउन सक्नु पर्यो नि त है। र बाटोमा हिँड्ने ठाउँमा नि यस्तो छ नि, हेर्न सक्नुहुन्छ तपाईँहरूले है। अब यता चाहिँ गाडी साडी हिँडेर अहिले त्यस्तो छैन, हिँड्दा पनि हेर्नु बङ 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 छुइच। सो ट्रेन चाहिँ लागिरहेछ पर्यो फुरुरु है। एकदम मैले पनि हिउँ परेको परेछ। आज 1 बजेसम्म हिउँ पर्छु भन्छ है। बहुत गाह्रो छ। अनि ट्रेन पनि यहाँसम्म ल्याइदियो, त्यसपछि के भन्नु धन्न मलाई काममासम्म चाहिँ ल्याइदियो है। यहाँबाट चाहिँ अब रोकिन्छ भन्छ कि कति 10 मिनट रोक्छु भन्दै थियो। अनि लेट भयो भन्ने थिएँ, र मलाई चाहिँ ल्याइदियो। सो अहिले एकदम हिउँ परेको रहेछ र बहुत गाह्रो छ आज। जडो 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 छ जडो। र तपाईँहरूकोतिर के कस्तो छ, हिउँ कस्तो परिरहेछ? बबाल परिरहेको के क्यानट जोम। सो हिँड्न पनि गाह्रो भइरहेको कि यसो है। त्यसै गरी आज पनि जापानको विभिन्न ठाउँहरूमा एकदम हिमपात परिरहेको छ। सो तपाईँहरू पनि के गर्नु त सचेत भएर होइन रहनु होला, सचेत रहनु होला। यदि तपाईँहरू पनि गाडी अथवा साइकल बाइकहरूमा पनि हुनुहुन्छ भने एकदम सचेत रहेर हिँड्नु होला। आज जब म अघि साइकलमा स्टेसनसम्म आउँदाखेरि एकदम गाह्रो भइरहेको थियो। सो आज भएको विभिन्न घटनाहरू पनि म तपाईँहरूलाई देखाउनेछु। टोकियोको 23वटा वडाहरूमध्येमा चाहिँ 5 इन्चीभन्दा माथि भइसकेको छ र 100 भन्दा बढी गाडीहरू आज चाहिँ के छ त एक्सिडेन्ट भइसकेको छ। सो तपाईँहरू पनि के छ एकदम सचेत भएर चाहिँ होइन हिँड्नु होला, आफ्नो केयर गर्नु होला होइन। हामी सबसे भन्दा सेफ भनेको हाम्रो लाइफ हो। हाम्रो लाइफ जीवन छ भने सबै कुरा हुन्छ होइन। त्यस्ता पछि पनि इन्जोय गरौँ होला होइन। सो आज चाहिँ यो हिउँमा चाहिँ एकदम आजको चाहिँ हिमपात एकदम धेरै भएको थियो। आज टोकियोमा चाहिँ यस्तो भएको हो। सो टोकियोमा प्रायः त्यति चाहिँ हिउँ पर्दैन भन्ने मैले पनि सुनेको थिएँ। र जापानको सबैभन्दा बढी हिउँ पर्ने भनेको होक्काइदो सिटी हो। होक्काइदो किन हो, होक्काइदोमा एकदम बढी नै हिउँ पर्छ र त्यहाँ चाहिँ अहिलेको समस्यामा एकदम छ। सो त्यसै गरी अब यता हेर्ने हुन्छ भने यो बाटोमा एकदम कि जब गाडी नकुदेको ठाउँमा चाहिँ एकदम धेरै देखिएको छ र जुन गाडी नकुदेको ठाउँमा होइन
एकदम खतरा देखिएको छ। यस्तो राम्रो सिन देखिएको छ नि। तर के गर्ने, यसमा हामी खेल्न को लागि हामीसँग टाइम छैन। सो के गर्ने अब कम्पनीभित्र छिर्ने टाइम हुन लागिसक्यो र मेरो स्टेसनबाट चाहिँ नजिकै भने 10 मिनट हिँड्नुपर्छ र आफ्नो घर अगाडि चाहिँ यो मान्छेले होइन आफ्नो अगाडि चाहिँ के छ त त्यो हिउँ छोड्दैछ कि। भनेको मतलब त्यो अगाडि चाहिँ अब सफा गरिरहेछ आफ्नो घर अगाडि र त्यसै गरी हामी अब योभन्दा अब जस्ट यतापट्टि हेर्ने हो भने यस्तो बवाल छ नि, बवाल। यता चाहिँ किनकि मान्छेहरूको आवजात त्यति छैन र गाडीहरूको नि आवजात रहन्छ कि। सो अनि पुरै रुखहरू एकदम ढाकेको होइन। हेर्नु न तपाईँहरू हेर्न सक्नुहुन्छ पछाडि रुखहरू एकदम सेतमै छ नि त। सो 5 इन्ची के 5 इन्ची बाक्लो भनेको अब तपाईँ आफै विचार गर्नु कति हो भनेर। 5 इन्ची आफ्नो हातको औँलाहरूलाई राखेर पनि विचार गर्न सक्नुहुन्छ। र यति धेरै छ नि आज यस्तो चिसो छ -5सम्म पनि पुगेको थियो र आज चाहिँ समथिङ 1 बजीसम्म चाहिँ एकदम हिमपात छ भनेको छ होइन मौसम विभागले र हामीलाई वेदर चेक गर्दा पनि देखाएको थियो। अनि तपाईँहरूकोतिर के कस्तो छ त आजको होइन? तपाईँहरू जापान बासिन्दाहरूलाई त तपाईँहरूकोतिर के कस्तो छ आजको होइन हिउँहरू के कति छन् होइन कतिको खेल्नुभयो कतिको इन्जोय गर्नुभयो। सो त्यो चाहिँ यसो हामीलाई पनि यसो कमेन्टतिर ट्याकटुक भन्नु होला होइन। म चाहिँ यो निस्सी टोकियोमा हो होइन। सो आज टोकियोको टावरतिर पनि समथिङ यस्तै हिउँ परेको थियो मैले अहिले न्युज हेर्दाखेरि र अब मसँग धेरै टाइम छैन। सो म आइपुगेँ भन्न पनि आइपुग्न लागेँ। अब यहाँ हेर्नु न यो एरियामा जस्ट गाडीहरू नहिँडेको कारणले यस्तो देखिएछ नि हिउँ त बाबा रे बाबा होइन। फर्स्ट टाइम यति धेरै हो कि अस्ति पनि हिउँ त परेको थियो पर्न चाहिँ तर यस्तो खालको चाहिँ थिएन एकदम होइन कमै खालको थियो र आज चाहिँ एकदम बवाल के बवालै परेको। अब के छ भने अब चाहिँ मेरो कम्पनी पनि आइसक्यो र म चाहिँ यहाँबाट चाहिँ ट्याकटुक बिदा हुन्छु होइन। जस्ट अगाडि हेरिसम्म चाहिँ नजाउँ भन्ने मेरो भनाइ हो। अलिकति थोरै अलि वरसम्म मात्र बनाउनु छ होइन। अब कम्पनीभित्र छिर्नु पऱ्यो नि त होइन कामको समय भइसक्यो। सो कम्पनीभन्दा अगाडि यस्तो छ नि यस्तो परेको नि यस्तो छ नि के गर्ने अब हामी त भित्रको काम हो होइन बाहिर त छैन। त्यही पनि यस्तो छ नि यस्तो बवाल कुरै छोडिदिउँ। यो चाहिँ कोवेनोगे पार्क हो। सो फर्किँदा पनि होइन म जुन कामबाट फर्किएँ जब फर्किँदा आउँदा पनि यस्तो हिउँ थियो नि है यस्तो भनौँ न त्यो बाटोमा चाहिँ थिएन अब यता साइडमा चाहिँ अझै पनि थियो कि। र यति भन्दै आजको भिडियो चाहिँ छोटो मिठो मेरो मिनी भ्लगमा चाहिँ आज चाहिँ यहीँसम्मको लागि एन्ड गर्छु। सायोनारा।